लगभग रातै पर्न लाग्यो यार। फिल्डको कुरा गर्दै ठ्याक्क अङ्कल आउनुभयो अनि अङ्कलसँग कुरा नि भयो क्या। लगभग त्यही के कसरी आइस के गरिस् 12 सकेर आइस कि के गरिस् भनेर सोध्नुभयो। 12 त सकियो कि अब के गर्ने भनेर त्यही कुरामा त्यही विषयमा अलिकति धेरै छलफल भएको त्यही विषय होइन किन उ गर्ने। अब अङ्कलले नि भन्नुभयो केही कुरा धेरै कुराहरू पहिले नि मैले सबैबाट सोधिरहेको सुनिरहेको थिएँ होइन। ट्रेनिङ गरेको ठाउँ आजकल नि छ, बिहान आउनु मजाले भ्याउँछ मजा आउँछ होला यहाँनिर चाहिँ। तर ठिक छ अहिले त उता गइरहेको छु, मन लाग्यो भने यता नि 1-2 दिन आइएला। तर त्यो कुरा चाहिँ के हो भन्दाखेरि अब मैले धेरै कुराहरू के सुनिरहेँ भन्दाखेरि धेरै मान्छेहरूबाट के कुरा फाइनलमा पाएँ भन्दाखेरि पढ्न चाहिँ पढ्ने कि पढाइ सँगसँगै नै आफ्नो मतलब जुन हबी छ जुन जे गर्न मन लाग्छ त्यसलाई नि गर्ने। तर कति गर्ने त भन्दाखेरि पढाइ चाहिँ 60%, आफ्नो हबी चाहिँ 40% भन्ने कुरा आयो। जब मलाई चाहिँ अब आई डोन्ट लाइक, मलाई मन परिरहेको छैन त्यो कुरा चाहिँ होइन। अब पढाइलाई चाहिँ प्रायोरिटी त दिने होइन, लाइक टाइम म्यानेज गरेर म चाहिँ के सोचिरहेको छु भन्दाखेरि टाइम म्यानेज गरेर दुइटैलाई 100% दिइदिने कि 100% लाइक कसरी दिन सकिन्छ भन्दाखेरि इफ देयर इज अ विल देयर इज अ वे भन्ने कुरा जुन कोड छ नि आज मतलब त्यसै लागिरहेको छ कि लाइक पढ्न चाहिँ सकिन्छ होइन। पढ्नलाई आई डोन्ट थिङ्क सो त्यति टाइम चाहिन्छ, मलाई चाहिँ चाहिन्न जेन्युनली भन्दाखेरि। म चाहिँ त्यति धेरै घोटिएर गरेर पढ्ने टाइपको नि होइन, पढ्न नि पढ्दैन, जति दिमागले क्याच गर्यो अलिअलि रिभाइज गर्यो पुग्छ होइन मलाई चाहिँ जेन्युनली भन्दाखेरि। अनि अब हल्का त्यसमा आफ्नो जुन हबी छ त्यसलाई चाहिँ 100% चाहिँ दिनै पर्छ, किनकि लाइक खासमा के कुरा के हो भन्दाखेरि होइन जुन मेरो हबी छ जुन म रनिङ स्प्रिन्टिङ अथवा ट्रिपल जम्प जुन एउटा फिल्डतिर जान्छु होइन, त्यो चाहिँ के छ भन्दाखेरि त्यसमा चाहिँ त्यो गऱ्यो भने चाहिँ मलाई जुन अरू काम गर्ने जुन चाहना हुन्छ नि त्यो चाहिँ बढ्छ के। जस्तै त्यो नगऱ्यो भने मेरो शरीरले चाहिँ लाइक इनर्जीलेस टाइपको, इनर्जी नै शरीरमा इनर्जी सकिएको टाइपको फिल हुन्छ कि मैले त्यो स्प्रिन्टिङ अथवा रनिङ अथवा ट्रिपल जम्प गर्न पाइनँ भनेपछि चाहिँ। अब म मोबाइल गेम्सहरू पनि खेल्छु अर्को बाटो चाहिँ, अब अरू बाटो भन्नाले मतलब मोबाइल गेम्सहरू पनि खेल्छु। अब लाइक पब्जी त खेलिरहेको हुन्छ होइन। अब त्यसबाट चाहिँ करियर चाहिँ देख्दिनँ म, लाइक त्यसलाई चाहिँ एज अ इन्टरटेनमेन्ट अथवा कुनै रूपमा लिन सकिन्छ। म टाइम टेबल मिलायो भने यो 3वटा कुरालाई चाहिँ मजाले 100% दिन सकिन्छ। अब पब्जीलाई दिन नसकेला तर आफ्नो हबी र जुन पढाइ छ त्यसलाई चाहिँ दिन सक्छु जस्तो लाग्छ होइन। अब तपाईँहरूको चाहिँ के छ कसो छ सोचहरू यताउता, अब त्यो त्यसको लागि हजुरहरूले अब छुट्टै टाइम टेबल अथवा आफ्नो छुट्टै कुराहरू गर्नु पऱ्यो होइन। अब पढाइ चाहिँ अब अर्को कुरा आउँछ, पढ्न चाहिँ के पढ्ने, यहीँ पढ्ने नेपालमा पढ्ने कि बाहिर पढ्ने, एउटा मेन प्रब्लम त्यो छ। अझै म धेरैजनाहरूसँग कन्सल्ट गरेर यसको पनि फाइनलमा पुगेपछि भिडियो चाहिँ बनाउँछु होइन। आज चाहिँ खासमा मैले भिडियो किन बनाएको भन्दाखेरि मैले लाइक अहिले नि कुरा गरेँ, अङ्कल आउनुभएको थियो एकछिन अगाडि, अहिले नि कुरा गरेँ होइन। अब त्यो कुरा गर्दै जाँदाखेरि चाहिँ के भयो भन्दाखेरि भिडियो चाहिँ बनाएन के। यहाँनिर मलाई के लाग्यो भन्दाखेरि भिडियो बनाउन हल्का मतलब उचित छैन जस्तो लाग्यो। धेरै पछि अङ्कल भेटिनु भएको छ, फेरि भिडियो गराएर जाँदा के भन्नुहुन्छ जस्तो लाग्यो। अनि माइक नि थिएन, हावा नि चलिरहेको थियो कि अघि हल्का अगाडि, लगभग एकछिन यस्तो हावा चलिदियो नि यहाँनिर त्यो इमेजिन नै गर्न सकिन्न कि। एकछिन बसियो कुरा गरियो त्यही अगाडितिर हावा चल्यो नि कुरा त भयो। अनि आफ्नो कानले चाहिँ क्याप्चर गर्छ कि मोबाइलले चाहिँ क्याप्चर गर्दैन क्या त्यो कुरा। अब मेरो चाहिँ हल्का क्लियर आवाज आएर होला किनकि म माइकको नजिकै छु, मोबाइलको माइकको। अब पर्सनल माइक अफोर्ड गर्न सकेको छैन, त्यही भएर मैले धेरैजनासँग भिडियो पनि बनाएँ, धेरैजनासँग बनाएन। तर भिडियो बनाउँदाखेरि चाहिँ कुनैमा यताउता नमिलेको टाइपको भयो। अनि त्यस पछाडि मैले चाहिँ के सोचेँ भन्दाखेरि भिडियो नै हाल्नु किन पऱ्यो त, सबैको सोच
लाई मर्ज गरेर आफूले आफू के एक्सप्लेन गर्न सकिन्छ त्यो चाहिँ एक्सप्लेन गरिदिन्छु भन्ने सोच आयो कि। अनि त्यही भएर मैले चाहिँ त्यो कुरा भने अहिले होइन। अब धेरैजनाले चाहिँ आफ्नो हबी चाहिँ फलो गर्नुपर्छ हेर बाबु, पछि गएर पछुताउनु भन्दा अहिले तिमीले जे चाहन्छौ त्यो चाहिँ गरिहाल। अब पढाइ पनि चाहिन्छ, धेरैजनाले पढाइ पनि महत्त्वपूर्ण उत्तिकै महत्त्वपूर्ण भन्नुभयो होइन। अब पढाइ त अब यत्तिकै महत्त्वपूर्ण छ, किनकि लाइक अहिले अङ्कलले के भन्नुभयो भन्दाखेरि होइन, आई क्यान प्राउडली से द्याट कि होइन, अब ब्याचलर गरिसकेपछि ल मैले धेरै माथि अझै पढेँ अरे, मास्टर्स पढेँ, पिएचडी गरेँ भनेपछि आफ्नो फिल्डमा जुन फिल्ड म पढ्न चाहन्छु त्यो फिल्डमा मैले त्यो गरेँ भनेपछि चाहिँ आफ्नो जुन के भन्छ एन्सेस्टर अथवा मतलब बुझेन एक्ज्याक्ट ओडा होइन, लाइक आफ्नो जुन वंशजहरूको सबभन्दा धेरै अब अहिले जुन छ मतलब आफ्नो परिवार मध्येबाट सबैभन्दा माथि लेभलको पढ्ने लाइक हल्का यसो इमेजिन अथवा थट गर्ने सोच्ने हो भने मैले होइन 12 पास गरेको मेरो परिवारबाट कोही थिएन क्या, अझै मेरो नि पास भएको छैन, तर यति कन्फिडेन्ट छु कि मेरो पास हुन्छ र राम्रो मार्क्स आउँछ होइन, 12 पास गर्छु। अनि त्यसरी अङ्कलले के भन्नुभयो भन्दाखेरि मलाई त्यति बेला हल्का मतलब भित्रैदेखि हल्का प्राउड टाइपको फिल भयो क्या। के फिल भयो भन्दाखेरि के भन्नुभयो भन्दाखेरि हेर बाबु, अहिलेसम्म यो हाम्रो परिवारबाट तैँले 12 पास आउट गर्ने त मात्रै होलास्, अरू कोही छैन, यसो सोचेर हेर कोही नि छैन भन्नुभयो कि। अब यसो सोच्दाखेरि हो त नि, भलै जागिरी सबै जागिर खाइरह होला यताउता गरिरह होला, तर 12 पास आउट कोही छैन क्या अहिलेसम्म। अनि त्यही भएर नि हल्का पढ्नुपर्छ कि जस्तो पनि लाग्छ, आफ्नो हबी त छँदैछ होइन। अब त्यही हो, हेरौँ के हुन्छ। टाइम फ्लाइज भन्दै हो रहेछ यार। म लगभग 2 वर्ष अगाडि हेरेर आएर यो ठाउँमा आएर ट्रेनिङ गर्दाखेरि यस्तै थियो, अहिले नि यस्तै छ, तर मान्छे चाहिँ बदलियो कि। ट्रेनिङ चाहिँ छोडेको छैन, तर अब मान्छे चाहिँ 2 वर्ष भइसक्यो। 2 वर्ष भइसक्यो। हिजो भर्खर आएर ट्रेनिङ गरेको जस्तो लाग्छ, अहिले भर्खर ह्यानेरबाट के आवाज आयो आई डोन्ट नो। कस्तो डरको माहौल भइदिन्छ हो, यति दिन छ यहाँनिर। वै आवाज आयो कि त्यहाँनिर भर्खरबाट। अहिले के आवाज आएको थियो भन्दाखेरि अब चराचुरुङ्गी होला, तर त्यो नि हल्का यतातिर हल्का फेरि उ छ के भयो, बुझ्नु न, त्यस्तै कुरा चलिरहेको हुन्छ। अब त्यही हो, एकछिन माथितिर जान्छु। माथि यहाँबाट माथितिर जाने बाटो छ एउटा, तलतिरको होइन माथितिरको बाटो जान्छु। माथितिरको नजानु कि तलतिरबाट जान्छु। अनि अगाडि एउटा पिपलको रुख आउँछ, पिपलको रुखको चौतारीमा बस्छु। आधा घन्टा जति चाहिँ बस्छु, अनि निस्किनु पर्ला। यति हो। अब मैले चाहिँ खासमा यो एउटा भिडियो चाहिँ बनाएँ, अब जे भएर नि सेयर गर्छु भनेर बनाएको, किनकि मैले अस्ति नै भनेको थिएँ म धेरैजनासँग उ गरेर लाइक एडभाइस लिएर भिडियो हाल्छु भनेको थिएँ, त्यो चाहिँ पोसिबल भएन, किनकि अब लाइक एउटा कन्टेन्ट चाहिँ हुन्थ्यो कि, तर जस्तो पाएँ त्यस्तै बनाएर के हाल्नु जस्तो लाग्यो कि। मैले फर्स्टको दिन चाहिँ ट्राई गरेँ होइन, एकजनाले चाहिँ हुन्न म भन्दैन भन्नुभयो, अनि त्यस पछाडि एकजनासँग गराएँ हालेँ, अनि त्यस पछाडि अर्कोसँग गर्न चाहिँ हाल्न सकेन कि अब त्यो मिलेन पनि, लाइक ठिकै छ, यस्तै हो। 8-9 मिनट भइसक्यो होला, 10 मिनटसम्म बोलौँ, लाइक बोलौँ भन्दा नि अब त्यही हो, भड्किने भइरहेछ जङ्गलतिर। 1 महिना जति ग्याप लिउँ भनेको, पढाइबाट रेस्ट टाइप। अब इन्ट्रान्सको तयारी त गर्न सकिन्छ, अझै गरे नि गर्नुपर्छ जस्तो लाग्छ। फेरि यसो सोच्दाखेरि होइन, पढाइ यस्तै हो जस्तो लाग्छ। लाइक अब केही ठुलो गर्नु छ भने त केही सेक्रिफाइस त गर्नुपर्छ होइन, पढाइ नै सेक्रिफाइस गर्ने कि नै त भन्ने हो कि। कस्तो राम्रो फुल रहेछ यार, तर राति भएर नदेखेको।
हल्का ब्राइटनेस बढाएर हेरौँ न राम्रै छ यार फुल त ब्राइटनेस बढाउँदाखेरि रियल ब्राइटनेस ठिक छ अनि त्यस पछाडि हाम्रो पनि रहेछ कि यस्तै हो गरौँला कुराकानी आइन्छ बसिन्छ दिन यस्तै बित्दै गइरहेछ साथीहरू सबैलाई यस्तै त होला होइन बाह्र सकिएको केटाहरू केटीहरू साथीहरू सबैजनालाई यस्तै होला